चाहिँ हामी चेकआउट गर्न लागेको अब अनि अब यताबाट चाहिँ हामी पानुवापुरी रिजोर्ट जान लागेको फर 2 days म्यापमा हेर त and this is our outfit के हाम्रो चाहिँ चेकआउट सक्यो गाडी पनि आइसक्यो त्यो कति चाँडो 2 मिनेटमा आइदियो क्या आफै गर्छु रे सधैँ उसले आफै गर्ने रे आफै गर्छु ला मैले अघि यस्तो विचार थिएँ ब्रिजेस बेट आइल्यान्ड चाहिँ गर्नु सिमी त म त एउटै लु है गाइस हामी चाहिँ अब चेकआउट गरेर एड्रेस यो हो हेर त बीच फ्रन्ट रिसोर्ट हैन हेर त राम्रोसँग हेर चेकआउट गरेर अहिले हामी टक्क गइरहेछौँ एड्रेस मिल्यो कि मिलेन हेरेको किनकि हाम्रो एड्रेस धेरैचोटि मिस्टेक भइरहेछ थाइल्यान्ड आएदेखि त्यही चेक गरिरहेको अनि सबजना अब एक्साइटेड छ पानुवापुरीमा त्यसपछि लास्ट 2 days छ 2 nights हो हाम्रो त्यसपछि फेरि नेपालमा 10 दिनको ट्रिप छ हाम्रो very excited for that one as well ब्रेकफास्ट प्लस लन्च खान आँटेको त्यही मात्रै पाउनु पर्छ ससेज टमेटोले अनि यहाँ चाहिँ पिकनिक टाइपको बसिरहेको छौँ अहिले अनि यहाँ स्ट्रिट फुडहरू ट्राई गर्न लाग्यो स्ट्रिट फुड त्यहाँ आन्टीले बनाउँदैछ सिबी बिचको अगाडि टक्क बसेर सो हामीले चाहिँ ब्रेकफास्ट र लन्च कम्बो प्याक खायौँ अझ लबीमा बसिराख्नु पऱ्यो भनेर
एक बजी भनेर नि त्यसले अघि चेक इन 1 बजेदेखि चाहिँ स्टार्ट तर रुम रेडी भयो भने चाहिँ दिन्छ अरे वाट्सएप नम्बरमा ट्याग कुन भन्छ कसको नम्बर छ हाम्रो रुम चाहिँ रेडी भएको छ उनीहरूको रुम चाहिँ भएको छैन अरे Let's go to our room. This means who have to kayaking free first come first serve. Yeah. Everything open 7 a.m. close 9 p.m. And minibar the room is free. Snack, water, tea, coffee, coke, and Sprite. Free? Yeah. टिकटक बनाउने होला बुढाबुढी फोटो खिच्ने होला बुढाबुढी चाहिँ फोटोहरू खिच्नु न त अनि जाउँ घुम्न जानु उतातिर खिचौँ न त Guys, we are finally at their के अरे ड्रिम रिजोर्ट है अनि अर्को बकेट हामी चाहिँ यो पहिलादेखि नै प्लान गरेर आएको मेरो बाइक दामी दामी देखिरहेको छ हेर्नु होला मेरो बाइक चाहिँ राम्रो छ अनि अहिले चाहिँ हामी स्विमिङ खेल्न भर्खर चेकिङ गरेर ड्याङ्गै स्विमिङ खेल्न आइहालेको हामी चाहिँ इट्स भेरी प्रिटी होइन उनीहरू चाहिँ बोटिङ गर्ने भनेर ल्याएको छ हामी चाहिँ अब ड्याङ्गै स्विमिङ खेलेको चाहिँ आज अनि ausो चाहिँ बिरामी भएर चेकआउट गर्ने अरे अहिले
फाइनली स्विमिङ खेलेर भ्यायो हामी हाम्रो रुम चाहिँ यही हो यो पछाडिको पुल एक्सेस थियो हाम्रो रुममा चाहिँ टिभीहरू पनि एक्सेस थियो कानभरि पानी छिरेको छ तर यु गाइज मिस वान थिङ है रुफटप दामी इट्स लुक्स सो ब्युटिफुल यार त्यसपछि तातो पानी पनि होइन दामी छ भ्यू पनि थ्याङ्क यू पन्मापुरी फर सच अ नाइस गेस्चर होइन ट्याक्क रुम पनि दामी छ चट्ट छ यहाँ रुम अब चाहिँ निस्किउँ न त ढिला भइसक्यो है लेट्स गो गाइस अब चाहिँ सुतिरहेको थियो असो उठेछ अब We are here at Naka Weekend Market. Also is very excited. So धेरै खाना देख्यो अरे यहाँ त्यो छ यार दाजु एन्ड हामी के होइन घुम्नु भन्दा नि हामी चाहिँ यहाँ खाना खानामा एक्साइटेड छ यहाँ हामी चाहिँ भर्खरै जुस अर्डर गरिरहेर बसिरहेको छौँ यहाँ फ्रेस जुसहरू पाउँदो रहेछ लुक एट दिस हाम्रो दिदीले त्यहाँ बनाइरहेछ थकित छ गर्मी भएर गाइस मेरो म्याङ्गो जुस रेडी भएको छ उनीहरूको जुस चाहिँ रेडी भएको छैन आई भेरी एक्साइटेड टु ट्राई दिस किनकि अहिले चाहिँ घाँटी दुखिरहेको छ मलाई अनि सकेसम्म नो आइस गरौँ भनेर चिज गरौँ है चिज टिभीको चाहिँ यहाँ कहिले चल्छ भनेर इन्तजारमा छ यहाँ चिज सेकेन्ड लास्ट डे इन थाइल्यान्ड प्याक गर है नोडल भएन नोडल बाबु चाहियो जब ये 2.5 किलो का हाथ किसी पर पड़ता है ना मेरो बुढीले माया गरेर पाइदिनु है Good guys.
खाएको भिडियो पनि बनाइन्छ हो सबैजना ठिकै कस्तो छ त हो वी आर ब्याक फ्रम द के भन्छ नाइट मार्केटबाट हामी रिसेन्टली ब्याक भएको इट वाज भेरी ब्युटिफुल हामी अलिअलि सपिङहरू पनि गऱ्यो केही देखाइदिन्छ कि सपिङहरू गरेको इन वे हामीले मम्मीहरूको लागि गिफ्ट सानो गिफ्ट लिइदिएको छौँ अब केही दिन थिएन अब भिन्टेज टाइपको थाइल्यान्डमा मेड इन थाइल्यान्ड ब्याग चाहिँ लिँदैछु के किने अरू के पनि भन्थ्यो त अनि उसले खै के इयरिङ्सहरू किनेको छ उसले फ्रिज म्याग्नेट अनि वी हेभ ब्रट सम थाई स्न्याक्स मिठो मिठो छ हेर्दाखेरि अरू more chickpeas and finally noodles. Alright, अब चाहिँ यति नै सामान किनेको हामीले अब चाहिँ हामी मुभी हेरेर सुत्छौँ अनि भोलि बिहान हाम्रो फिफी आइल्यान्ड माया बिच अनि कहाँ कहाँ बोटिङहरू छ हाम्रो टुमोरो इज गन बी आवर सेकेन्ड लास्ट अनि लास्ट नै भनौँ किनकि हाम्रो पर्सिको फ्लाइट चाहिँ अलमोस्ट 6 बजे छ बिहानको यहाँको and then we're gonna be landing Nepal 2 o'clock in the afternoon and probably हाम्रो थाइल्यान्डको टुर almost at the end छ it was really beautiful हामी सब full day every day enjoy गऱ्यौँ हैन it was very nice अनि अब पेन्डिङ इज नेपालको टुर पेन्डिङ छ with family and we'll keep you update on हामी नेपालमा चाहिँ कहाँ जान्छौँ भनेर thank you for everyone for watching this video truly from my heart we started from the scratch making this video we're still a beginners on these things but we are trying to improve ourselves हैन तर सपोर्ट गर्नेहरूले हेरिदिनु भएकोहरुमा सबैलाई धेरै धेरै थ्यांक यू छ कीप सपोर्टिङ अस अनि लाइक र सब्स्क्राइब गरिदिनु होला त्यति हो थ्यांक यू हैव गुड नाइट